सम्पूर्णलाई झर्ले नमस्ते once again welcome back to my new video plus welcome back to my channel फेरि म तपाईहरु सामु उपस्थित भइसकेको छु नयाँ भिडियो लिएर अनि यो भिडियो चाहिँ एकदम रमाइलो भिडियो रहनेछ बाइ द टाइटल बाइ मेरो थम्बनेल हेरेर तपाईहरु सबैजनाले थाहा पाइसक्नु भयो होला अनि एक्साइटेड पनि हुनुहुन्छ होला हामी आफै पनि एकदम धेरै एक्साइटेड छौं यहाँ चाहिँ मेरो मोटो छ उताबाटको मान्छेलाई चाहिँ म एकछिनपछि देखाउँछु ल यहाँ अगाडि चाहिँ सबिता दिदी हुनुहुन्छ अनि सबिता दिदीको भिडियो हेर्नु भएको छ भने तपाईहरुलाई थाहा छ हामी चाहिँ अहिले पोखरामा छौं हिजो आएको हो एन्ड आज चाहिँ डली दिदीको के भन्छ गृह प्रवेश भित्र्याउने चलन हामीले मगर भने अनुसार चाहिँ भित्रीके भन्छ के भित्र्याउने भन्छ भित्र्याउने त्यो यो दिन चाहिँ आज डल दिदीको रहेको छ अनि यो दिदीको खुसियालीमा हामी सबैजना सामेल एस्को टिम चाहिँ सामेल हुनलाई आइसकेको छौँ हिजो आएको हामी चाहिँ अनि बाँकी कुरा चाहिँ भिडियोमा हेर्नु होला रमाइलो गर्नु होला अनि बेहुलीजी डल दिदी हेलो भेना हेलो मोटु दिदी दिदी यता हेर्नु न हेलो हेलो एभ्रीबडी सो अहिले चाहिँ हामी यहाँबाट हिँडेको साथीहरू अहिले चाहिँ हामी जाँदैछौँ दिदीको आज बल्ल पुच्ची पनि आज हो कि उसको घर फर्स्ट जाने हो किनकि आउन चाहिँ अस्ति आएको हो तर उता दिदीकोमा बसेर हतारमा निस्केको है हतारमा निस्केको मोटो मिल्यो नि राम्रो देखिरहेछ थ्याङ्क यू सो गाइस वी आर हियर हम चाहिँ अहिले हाम्रो घरमा आइपुग्यो वेलकम छ तपाईलाई चाबी मसँग छ नानी है अहिले जरुरी पर्यो भने माग्नु है ल नानी ल वेलकम छ तपाईलाई स्वागत छ है ल अब चिन्न जाने भइजाम ल अहिले गरौँ ल पहिले हामीले स्वागत छ तपाईहरुलाई भनार फार्दिद झैलेन शुभकामना तपाईँलाई कान्छ बाबा अब म भाइ बुहारीलाई लिएर आएको मान्छे आउँछ मानेको चाहिँ पाइ त आयो कान्छा टमाटर माला यो दुलै हुँदा उखरले पुरै चाहिँ मन्त्र पढेर जति पनि प्रेत जति पनि नराम्रो पिशाचहरू सबै फुलमालाले स्वागत छ साथीहरू हामीलाई चाहिँ यहाँनिर मस्कारै लाउन बिर्सेर मेरो मस्कारा कस्तो भयो यस्तो गर्नु तपाईँ मलाई आँखा चिन्ने कि दिदी गरेरवाला गर्छु ल इन्सर्ट दिएको अरे Mấy chị chó phải chị quên rồi. Ba thông rồi. Ba ná mà đi đâu.
के भनेको बुझ्दै नि बुझेन मैले बुढी ल्यायो भन्नुभएको होला नि बुझ्नु त्यसरी गए के मैं इच्छा पूरा लबिस्यो नानी दिदीले नाउले भरि पिला आँखाले थोरै भरि पिसो नाउले भरि पिला आँखाले थोरै भरि पिस्यो ल घर आमा आदिले थमेन ल खाना ओ ल है खोले यो त हामीले भिडियोहरू मात्र देखेको थियो है रियलमा गए पैसे पनि त्यही छ बुहारी परम्परा अनुसार चाहिँ आज बेलायत गर्ने कार्यक्रम मेरो धार्मिक बुहारी सिद्धान्त त्यस्तो गरेर हुन्छ अब यहाँ हाल्दा मान्छेको चाहिँ गए पैसे कोही म चाहिँ काची पैसे कोही म बुहारी बुहारी गए किलाई योलो फिल्म दस्यो ल 12 दिस्यो हेला आलास्यो नि छ बुहारी किलाई छ आमालाई ल्याऊ माफै ल यो चाहिँ यो बुहारी गयो बुहारी बाबालाई बोला नानी फोटो यो खुसीको आँसु हो आँसु हो मोटु
शुभ टाइम शुभ तिथि शुभ नक्षत्र भेर लगाउनु तेरो खनियाले के भन्छ प्राय पुरु बोलाय सबै त मजा आउनु थाले मकल भइया त्यो मोने मन ने दुलखानो सोने दुलखानो पे पासा तो गैली सातो पगे सब तिमी सँग बोलखानो हि बोलखानो सम्पूर्ण ले सिमे भूमि दाने राजा दाने झिमे दाने इस्लामी दाने कुकुनो दाने ससमे दाने दुलखानो खनियाले यो ल्याउ भगु शिवरी बिना बुद्ध दै पावर बिना लेने दुलखानो भेने दुलखानो भने सिने दुलखानो भेने दुलखानो नाने दुलखानो सिने दुलखानो भेने दुलखानो भने दुलखानो माने दुलखानो आम्ने छतुल खानो सने दुलखानो रिने दुलखानो के न प्रेम के यम भगवती दुलखानो मन प्रेम माय भगवती दुलखानो ओए भगवती दुलखानो शाजु मन दुलखानो पुनने दुलखानो भने दुलखानो से भागुमी देवरी चरमा तारमा चरमा भनिने चरमा हेरेर दुलखानो कागे मय बुबै सिरा हरबै छ दुलखानो बुबै खचिक पर्छ शो सीधा रायबाट गरे हुन्छ रायबाट आदर भाषाले इच्छा गर्ने काम साबले थियो पहिरो किन्नु पहिरो सके मान्छे ले उही आजल चुनु देवी दोरले खाना खाना देवी दोरले खाना पूजा लगे या मोर देवी दोरले खाना आन क्या बोला फटा देवी दोरले खाना चोरले जे भल्ला पुला देवी दोरले खाना तला पुरा भुसु खोला देवी दोरले खाना गबो खाना देवी दोरले खेबो देवी दोरले खाना चोरो भवे देवी दोरले खाना नेबो खसर देवी दोरले खाना भिजे मन देवी दोरले हम दुसा मागे देवी दोरले खाना तिम्रो सर्व कदोल देवी दोरले खाना आदि नि दाबो देवी दोरले खाना मूर्ति प्याजे देवी दोरले खाना पानी हस देवी दोरले खाना देवी दोरले जेले हरा छम पाजन नगो छम हरे बे दरबार सभा खाली शीतल देवी बड़े भवन के दाम में डेरा बिना में दिरपन ना देवी दोरले खाना मन प्रगम उच्च देवी दोरले देवी दोरले खाना देवी दोरले खाना माथि भारत माता देवी दोरले श्यामे खाना रिवे से खाना धुने ना वैसे खाना छोने को कोसी ना वैसे खाना सीसा मांगी क्या बोल रही सही तुम सब यो सब
भरि त्यसरी खेल्नु धेरै आछन् त पदल क्या लाग्न पहिला पहिला झाली पहिला कतै छोरी घरको छ किलो मात्रै धेरै ठीक जय श्री विनम भाइ थियो न त्यहाँ खेल्न त्यति बाछा मात्रै गरे हुन्छ तीनचोटि पाठ्यान धेरै हुन्छ अनि जो सिन्दुर ख्यादिमा रेडी छ मन फोको पूरी टीवी ऐसे में सदर आशी बोला सर बाबू Isira lantai lara. Muna na ini situ. Bukuna segi tara. Sad. No. Tali bajam hai hani. गे एकजा अल्लो मिलान गेला Đây rồi, trốn rồi. Rát rồi. यो ल राजा आउ मा Đấy, rồi mình get lên. बधाई छ ए तर सो फोने Để nó lên cho mấy. ताई सोन Na ma चाहिँ भन्दा लाइरी काजी पिन कता उठ कान्छी
आजबाट तिमी मेरो भयो पक्का पक्की उठ्ने होइन है पछि दिदी ढोक्नु अरू बेला न ज्ञानी बुढी ओ माय गॉड हाम्रो भाइले 10 लाख दिदियो न सुरुमै जीवनले दिएर नि का बस आरामको चाहिँ जीवन हेर्न नि अब नगद चिचार थाम नेकी पारी मङ्गलसूत्र किन्छ पोतेहरू के हुन्छ पोते बिसामै रहेछ सुन महँगो छ है हेर अब बिहा गर्नेले अलिक विचार चाहिँ गर्ने हामीले सुन भन्दा ठुलो त मारेछ है अब 4 लाख चान्सुन घटे के अरे गर्नु कि आज त घट्यो नि त फेरि हाम्रो बुहारी धन्न भाग्यमानी रहेछ अब त एक तलै किन्दै अनि है बुहारी त भाग्यवान हुने सुन सक्छ घरको जग्गामा आउनु जुलाई हालेर ल आउँछ कि हो उता खोल्नु पर्छ अब के हाल्नु त छेन चाहिँ खेदौ चाहिँ क्यों नहीं तर्की पहिला हो चाहिँ वल्के खिरिया त्यो रातो लगाउन चाहिँ पहिला पुरै अनि त्यो वल्के मारे पुरियो तर जाडै छ के अरे कान्छी हो त्यो रातो ओडा आरु निकाल्यो सो साथीहरू मैले चाहिँ भिडियो बनाउँदै थिएँ अनि मेरो मोबाइल चार्ज सकेर मैले चार्ज गर्न दिएको थिएँ कि अनि बल्ल भिडियो कन्टिन्यू गर्दैछु अहिलेसम्म टिका टालो हुँदैछ भित्रनिर चाहिँ लोगन्दी देख्नु भएको छ सकेपछि चाहिँ यु नो होइन मैले चाहिँ टिका लगाउनु हुँदैन भनेर बट मलाई टिका लगाउन यस्तो मनपर्छ होइन बार्नुपर्ने ठाउँ भने बार्नुपर्छ त्यही भएर चाहिँ मैले टिका नलगाएको आशिष चाहिँ लेस ल यहाँ चाहिँ फोटो सेसन चल्दैछ साथीहरू एकअर्कालाई हेर्यो ऊ से माला र खानी न यता हेर्यो भने त्यो ओडाइदिनु राम्ररी हटाउ लाफा ऊ से माला र खानी न
से बोझो वाला के धागो रोक भन्छ क्या पोचका मनले फेरि होला भोरिले नै माया क्योंलै नै जुबन क्योंलै जुनी जुनी भरी नै माया क्योंलै जुनी जुनी भरी नै माया अब हाम्रो खानाको टाइम भएको छ साथीहरु ओइ मेरो मोबाइल कस्तो ब्लर आएको के हो पहिला सुरुमा प्रिपेयर भयो त मोटी त ट्याग साग खोलेर हेर्न लगाएको छ खाना लाग्यो साथीहरु म पनि भन्नु ल है डल्दी दिदीको र नरेश भेनाको बिहा खाइयो नानी के हिँड्दै सोधेपछि त्यसो साइले आमा भन्छ नि त मैले नभन भन्थ्यो खामी है खामी जोडेर गनिला आज जे के लेस मिर्गो मजा मंगले थ्याङ्क यू खाइहाल्नु पर्छ मिठाई त हैन निकाल्नु हुन्न छिटो खोल्न चियर्स गरौँ खानु सबैजना त छिटो लिनु सबै ध्यान के भति भन्नु रेडी 1 2 3 एक्सन हे अब चाहिँ बल्ल हाम्रो रमाइलो सुरु हुन लाग्छ अनि अब एकछिन रेस्ट गर्ने हो यहाँ इट्स माई मोबाइल होस् मलाई त यस्तै मनपर्छ मलाई तातो भयो भने त रातो पनि हुन्छ साथीहरु अहिले चाहिँ हामी भर्खर सुतेर उठेको अनि यहाँ चाहिँ दिदीहरूसँग बसेर हामी चाहिँ फ्यामिली टक गर्दैछौँ अनि आजको भिडियो चाहिँ मेबी यति नै हुन्छ होला साथीहरु अब चाहिँ नेक्स्ट भिडियोको लागि पर्खिँदै गर्नु होला अब हाम्रो रेगुलर भिडियो चाहिँ पक्कै पनि आउने छ हामी सबैजनाको च्यानलबाट त्यही हो यति दिनसम्म हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद अनि जसले पनि हाम्रो डल्ली दिदीलाई एकदम राम्रो राम्रो विश गरिदिनु भएको छ बधाई दिनुभएको छ दिदी भेनाको तर्फबाट म आफैले धन्यवाद दिन चाहे त्यही अब चाहिँ मेरो भिडियो म यहीँ समाप्त भएको घोषणा गर्न चाहन्छु साथी अर्को भिडियोमा भेट्ने बाचाको साथ बाई बाई साथी फोटो बाई 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 मेरो 6 जनाको चाहिँ मामा 6 भाइ चाहिँ फ्यामिली टक हुँदैछ बाई 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 बाई
कृपा हाई पनि बाई बाई